सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने हजारौं वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु। साथै हजारौं ती वीर योद्धाहरू, बेपत्ता योद्धा र घाइतेहरूप्रति र लाखौं जनसमुदायप्रति हार्दिक सम्मान र आभार प्रकट गर्न चाहन्छु। इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ, किनकि त्यो शहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ। त्यसकारण हामीले विशेष रूपले स्मरण गर्न जरुरी छ। जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस हुँदैछ। म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न सम्मानित रोस्टममा उभिएको छु कि अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुझ्नुपर्ने विशिष्ट स्थिति सिर्जना भएको छ। सरकारको व्यथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभङ्ग बढाउँदै लगेको छ। 8 महिना अघिसम्म देशमा त्यस्तो ठुलो असन्तोष थिएन। माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो। तर आज मिटर ब्याज पीडितले सिडिओ अफिस भित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ। गुठी पीडित जनता 100 किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौँ आइपुगेका छन्। लघुवित्त पीडितका समस्या अझ बल्झिएका छन्। सहकारी पीडित थप पीडित भएका छन्। देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका छन्। दुग्ध उत्पादक किसान हुन् वा तरकारी उत्पादक, निर्माण व्यवसाय हुन् वा उखु किसान, दलित हुन् वा महिला, म सबैलाई आज आन्दोलनमै देखिरहेको छु। मलाई लाग्छ हामी सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौँ। सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्पै देख्न छाडेको हो? सरकारले जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको हो कि संवाद गर्नै नचाहेको हो? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो? सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहल पहलका पछाडि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्। तर म के भन्न चाहन्छु भने यसकालका चलखेल आज मात्रै भएका होइनन्। नेपालमा यस्ता चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले चाहिँ यो अचानक वृद्धि किन भयो? प्रश्न मुख्यतः यहाँ रहेको छ। पछिल्ला 8 महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन। सभामुख महोदय, आज म ठुलो जिम्मेवारीका साथ सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ। संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएका थुप्रै उदाहरण भेटिन्छ, तर नेपाल त्यसको अपवाद बन्यो। हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता,
हाम्रो उदारताको एउटा प्रमाण थियो। पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परेको कुरा हो, निर्वासन समेत नतोकी पूर्व राजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन। यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठुलो भ्रम मात्रै हुनेछ र यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौँ। क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन, गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठुलो भ्रम अरू केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरू केही हुन सक्छ र? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। 106 वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्। अझै फ्रान्समा अन्तिम राजतन्त्र सकिएको 175 वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुहोस्, हामीलाई आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। एकातिर राजावादी साथीहरू सडकमा पनि हुनुहुन्छ, सदनमा पनि हुनुहुन्छ। उहाँहरूका उद्देश्य बडो प्रष्ट छन्। उहाँहरू इतिहासको चक्कालाई पछितिर फर्काउन चाहनु भएको छ। अर्कातिर सरकारको कुशासन पनि छ। लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्योभन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सिन हुँदैन। सत्तारूढ साथीहरूले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनु भएको छ। संसद प्रतिपक्षको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रूपमा स्वीकारिएको मान्यता हो। संसद सञ्चालनमा तपाईहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ आफैसँग सोध्नु होला। प्रमुख प्रतिपक्ष दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहीनता हो कि कुण्ठा हो, त्यसको जवाफ पनि आफै खोज्नु होला। अर्को प्रतिपक्षी नेतालाई अनुचित ढङ्गले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नुहोस्। हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौँ।
सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ। ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन। यो कुरा पनि हेक्का रहोस्। बिचौलियाका हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधीन विधेयक अघि बढाउन किन अनिच्छुक देखिएको हो? गम्भीर प्रश्न छ। संघीय निजामती विधेयक जो मैले आफ्नो प्रधानमन्त्रीत्व कालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइ पुर्याएको छु, विद्यालय शिक्षा विधेयक लगायत अहिले पनि सरकारकै कारण अगाडि बढिरहेका छैनन्। यो आफैमा गम्भीर विषय छ। आज प्रतिगमनतिरको मनोबल बढेको छ भने सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भन्ने कुराको हेक्का राखिएन भने आउने दिन अझ गम्भीर, जटिल र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ। कसैको तस्बिर छापिएकै टी सर्ट लगाएकै कारण सरकारले नागरिकलाई नियन्त्रणमा लिइरहेको छ। लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक? हिजो राजा महाराजा नै पुरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई। लोकतन्त्रले के यो राजसी ठाट स्वीकार गर्छ? सत्तारूढ पार्टीका कार्यकर्ताले आम नागरिकता परेको कुरा वर्दीधारीलाई नै आक्रमण गर्छ, तर तिनलाई कारबाही हुँदैन। यस्तो दण्डहीनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ? हेक्का राख्नुपर्ने विषय हो। मैले पटक पटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सधन निगरानीमा छौँ। तर तपाईहरूले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहनु भएको छ। पछिल्ला 8 महिना तपाईहरूले लोकतन्त्रलाई गङ्गा नदी जस्तो बनाइदिनु भएको छ। एक अर्कालाई चोख्याएर नक्काली भुटानी शरणार्थी काण्ड धुनुभयो गङ्गा नदीमा, तर फोहोर भयो लोकतन्त्र। बाल मन्दिर धुनुभयो, तर फोहोर थुप्रियो लोकतन्त्रमा। गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो, तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो। लोकतन्त्र तपाईहरूप्रतिको आक्रोश आज व्यवस्थाका विरुद्ध पोखिन खोज्दैछ भन्ने कुरालाई कतिको आत्मसमीक्षा गर्नुभएको छ? मैले यही सदनमा पछिल्लो पटक विश्वासको मत लिँदै गर्दा भनेको थिएँ, आत्मसमीक्षा सहित गल्ती हाम्रा पनि भए। हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनता प्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौँ भने आउने दिन झन जटिल हुन्छन् भनेर भनेको थिएँ। अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकार त्यो गर्दैछ, तर 2/3 घोडा कसले दौडाएको छ? मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्ने चाहन्छु, सरकारको 2/3 घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। तपाईहरूले गर्ने नियुक्ति, तपाईहरूले गर्ने सेटिङ तपाईहरूले गरेको मैले देख्दिनँ। ती त बिचौलियाहरूले, उनीहरूले निर्णय गरे अनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला 8 महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुहोस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईहरूका संयन्त्र, समिति, बैठक यी सबै नाटक जस्ता मात्र देखिएका छन्। सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ। मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु। सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्। बिचौलियाको आँट र शक्तिले आज इमान्दार व्यवसायलाई विचलित बनाएको छ। भोलि तपाईहरू आफै विचलित हुनुहुनेछ। यो सरकार ठुलो राजनीतिक बलमिचाइ र संविधानको अपहेलनाबाट बन्यो। लोकतन्त्रको सिधा अपहेलना गरियो। जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरूलाई गम्भीरतापूर्वक
समीक्षा गर्न अनुरोध गर्न चाहन्छु। तपाईहरुले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र सङ्घर्षबाट सरकारको विकल्प बन्न सक्छ भनेर जनताले आश गर्ने ठाउँ सिद्ध्याइदिनु भयो तपाईहरुले। निरङ्कुशता हुन्छ अब भन्ने कुरा स्थापित गरिदिनु भयो तपाईहरुले। पहिलो कुरा त यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा तपाईहरुले थाहा नपाएको होइन, थाहा पाई तपाईहरुले गर्नुभयो। जनता त्यही बिन्दुबाट तपाईहरुसँग नराम्रोसँग झस्किएको छ। अस्तिको राजावादीहरूको जुलुसबाट मात्रै होइन, तपाईहरुलाई थाहा छ म र मेरो पार्टीको नेतृत्वको टिम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं। झापाबाट सुरु गरेर हामी रौतहटसम्म आएर यसलाई केही दिनको लागि स्थगित गरेर हामी छिटै जाँदैछौँ। फेरि त्यसमा त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति बिल्कुल विश्वास छैन, अविश्वास छ। जनता विकल्प खोज्नेतिर लागिराखेको छ र हामीले यी कुराहरू भन्दा जनतामा एउटा भरोसा, एउटा आशा जागेको पनि हामीले देख्यौं। एकातिर संख्या छ तपाईहरुसँग 2/3, यो 2/3 चाहिँ बडो खतरनाक हुने लक्षण देखिँदैछ। तपाईहरुलाई 2/3 भनेर ढुक्क देखिनु भएको छ। जसलाई नियुक्ति गरे पनि भयो, 3 नम्बरकोलाई 1 नम्बर बनाइदिने भयो, 1 नम्बरकोलाई 4 बनाएर फालिदिने भयो, जे गरे पनि भएको छ, किनकि तपाईहरुसँग 2/3 छ। तर यो 2/3 नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ। म तपाईहरुलाई पनि गम्भीर रूपले विचार गर्न अनुरोध मात्रै गर्न सक्छु। अहिले यो संख्याको अहंकार त छँदैछ, त्यो अहंकार भित्रबाट सत्ताको दुरुपयोग सुरु भयो। प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ र तपाईहरुलाई लागेको होला हामीसँग 2/3 छ, कसले के गर्छ। अहिले भर्खरै राप्रपाको मान्य सदस्यले बडो चुनौतीका साथ र आत्मविश्वासको साथ भनिसक्नु भयो, हेर्दै जानुस् पुरै नेपाल के हुन्छ। यसबीचमा तपाईहरुले पटक पटक लोकतन्त्रको लक्ष्मण रेखा नाग्ने गर्नुभएको छ। पहिलो त यो जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भीर भनाइ छ। तपाईहरुले यसलाई चाहिँ सरकार छोड्न परेको होला, असन्तुष्टि होला भनेर बडो सहज व्याख्या गर्नु भएको छ। जबकि पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतान्त्रिक मूल मर्म विपरीत छ। सदन भित्रको विकल्पलाई रोक्ने उद्देश्य छ। दोस्रो कुरा, मैले विश्वासको मत लिन अगाडि बढिसकेपछि संविधान त सरकार सबभन्दा ठुलो पार्टीको नेतृत्वमा बन्नै पर्थ्यो। तपाईहरुले त्यहाँ बलमिचाइ गर्नुभयो, जबरजस्ती गर्नुभयो। संविधानमा ब्ल्याक एन्ड व्हाइटमा लेखिएको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिँ बनाइ छाड्ने गर्नुभयो। त्यही बिन्दुबाट तपाईहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार गरेको जनताले महसुस गरेको छ। मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ र त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने गम्भीर प्रश्न अहिले हामी सबैको मनमा छ। व्यथित र विकृति सरकारले नै बोकेको छ। व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाव्यापी लाइसेन्स बेच्न दिएन भनेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोप भाजनमा पर्नु भएको छ। प्रतिगमनकारीहरू नारायण हिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त? म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिन। सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईहरू पनि यसको निम्ति भागीदार हुनुहुन्छ। विदेशी षड्यन्त्र होलान्, विगतमा पनि हामीले देख्ने गरेका हौं। अहिलेकै
अस्तिको प्रदर्शनमा नि हामीले देख्यौँ को फोटो टाँसिए इत्यादि इत्यादि। तर म त्यसलाई पहिलो ठान्दिनँ, त्यो मेन कुरा हो भन्ने मलाई लाग्दैन। मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि। फोटो जसको टाँसिए पनि उत्रेको नेपाली जनता नै हो। यसलाई जनताको असन्तोष र अव्यवस्था र कुशासन विरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिलो गरियो भने धेरै ढिलो हुन सक्छ। सरकारलाई मेरो आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नुहोस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नुहोस्। तपाईहरूको अनावश्यक अहङ्कार, दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो। त्यसको थप मूल्य तिर्न यो देश तयार छैन। आजको लोकतन्त्र 7 राजनीतिक दल र माओवादी बीच सहकार्यको परिणाम हो। संविधानको अभिन्न अङ्ग बनेको शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु, यो संविधानले नै त्यसलाई अभिन्न अङ्ग मानेको छ। त्यसको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा हस्पिटलमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरू यही संसदमा हुनुहुन्छ। उहाँलाई दिएको वचनलाई साक्षी राखेर म यो संसदलाई विश्वास दिलाउन चाहन्छु, प्रतिगमन सफल हुन दिइने छैन। जुनसुकै राजनीतिक दल समर्थक भए पनि गणतन्त्र प्राप्तिको सङ्घर्ष र क्रान्तिका सबै महान शहीदहरूको सपनाको जिम्मा लिन म तयार छु। 12 बुँदे समझदारीदेखि शान्ति सम्झौता, तपाईहरुले अलिकति आत्मसमीक्षा गरिदिनु भयो र संसदभित्रै विकल्प हुन सक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनु भयो भने त्यो धेरै ठुलो कुरा हुनेछ। यदि त्यसो हुन सकेन भने पनि विस्तृत शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं शहीदहरूको सपना बोकेर हिँड्न हाम्रो पार्टी र म तयार छु। म यो विश्वासको साथ तपाईहरुलाई राख्न चाहन्छु। तपाईहरु जतिसुकै विचलित भए पनि मलाई विश्वास छ नेपाली कांग्रेस भित्र पनि नेकपा एमाले भित्र पनि इमानदार, देशभक्त र लोकतन्त्रवादीहरू प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन्। देशभरिका लोकतान्त्रिक शक्तिहरूको साथ दिएर हामी प्रतिगमन त रोक्नेछौँ, तर सत्तारूढ साथीहरू कहिले सुध्रिनुहुन्छ? 2/3 अहङ्कारमा तपाईहरुले दौडाएको कुशासनको घोडा नै आज लोकतन्त्रमाथिको सबभन्दा ठुलो सङ्कट बन्दैछ। यो सङ्कटको सामना गर्न सबभन्दा पहिला ठुलो जिम्मेवारी सत्तारूढ दलहरूकै हुन आएको छ। तपाईहरुसँग 2/3 छ यहाँ भित्र। यो 2/3 अहङ्कारले लाखौं जनतालाई सडकमा पुर्याउँदैछ। यसको आत्मसमीक्षा गर्नु होला। तपाईहरुले आत्मसमीक्षा गरेर लोकतन्त्र सुदृढ गर्नेतिर तपाईहरुका कदम अगाडि बढेमा हाम्रो साथ हुनेछ। यही विश्वास सहित मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। अभिवादन। मान्य सदस्यहरू,